हेलो गाइज गुड मर्निङ। अहिले म एकदम धेरै ढिलो भइरहेको छु। आइडिया सिजन 8 को आज सेकेन्ड डे रहेको छ अनि आज पानी पनि परिरहेको छ अनि म आज एकजना साथीसँग भेट्न गएको थिएँ अनि भेटेर आउँदै आउँदै पानी परेकोले लास्टै ढिलो भएछ। हेलो Agriculture, biochar biochar fertilizer बनाउने अनि बसाइबाट भन्दाखेरि संस्थाबाट यहाँ चाहिँ प्लान्ट हेल्थ नेपाल हजुर मेरो चाहिँ मिथिला पेन्टिङ हो। हामी आर्ट कम्पनीको हामी साथमा बुट गर्छ मिथिला पेन्टिङ हामी सेलिङ पनि मिथिला पेन्टिङ। मेरो ब्याच भेट्यो। यस फेलियर हुन्छ पनि भन्नुभएको थियो। देन अर्को चरणमा चाहिँ सरले आइडियाको कुरा गर्नुभएको थियो होइन, सल्युसनको कुरा। अनि देन आफ्टर द्याट चाहिँ हामीले प्रोटोटाइप बनाउनुपर्छ भन्नुभएको थियो। अनि देन आफ्टर चाहिँ हामीले टेस्टिङ गर्नुपर्छ, त्यही पनि एकदमै सर्ट टर्ममा नै हामी फेल हुन्छौँ कि हाम्रो प्रोजेक्ट चाहिँ रन हुन्छ, हामी चाहिँ कुन पोजिसनमा छौँ, हामीले डिफाइन गरेको हामीले आइडेन्टिफाई गरेको प्रब्लम चाहिँ साँच्चै प्रब्लम हो कि रहेछ कि होइन रहेछ र त्यसलाई सल्युसन दिँदो रहेछ कि रहेन रहेछ भन्ने कुरा चाहिँ इन्स्ट्यान्ट सर्टेन टाइममा सरले चाहिँ 1 विक भन्नुभएको थियो कि होइन। रिफ्लेक्ट एन्ड जेनेरेट अ न्यू सल्युसन। त्यो सबै थाहा भएपछि एउटा मेन तपाईँको जुन चाहिँ डिजाइन छ नि त्यो बनाउनुहोस्। म तपाईँलाई 3 मिनट दिन्छु, त्यो डिटेलमा ड्र गर्नुहोस्, डिटेलमा के राख्नुपर्छ फिचर्सहरू सबै लेख्नुहोस् त्यसमा। तपाईँलाई के मन पर्यो? आई निड अ माइक एज वेल है। अब कस्टमर सेगमेन्ट के गर्नु तरिकाले हुन्छ। त्यही भएर आइतबार छुट्याउन मिल्छ, सही कहिले बनाइहाल्नु नखोज्नुहोस्। र तपाईँलाई थाहा छ क्या, त्यो हामी सोच्दा मात्रै हामी एकैचोटि गइहाल्छौँ। पहिला उमेर छुट्याउनु पऱ्यो अनि त्यसपछि यो लागि जुन इन्टरभ्यूको प्रोसेस छ त्यो पनि एकदमै लेन्दी छ। अनि थर्डको चाहिँ कस्तो भन्दाखेरि एकाडेमी र इन्डस्ट्री बिचकोमा चाहिँ अलिकति ग्याप छ अनि त्यसको लागि सल्युसन चाहिँ के छ भन्ने बेलामा चाहिँ म्याचिङ क्यान्डिडेट चाहिँ एचआर साथीको थ्रुबाट चाहिँ म्याचिङ क्यान्डिडेट एउटा पाउने अनि अर्को सल्युसन जुन टाइम टेकिङ प्रोसेस छ त्यसलाई चाहिँ भेटेड र भेरिफाइड क्यान्डिडेट चाहिँ प्रोभाइड गर्छ। यसमा पनि विविधतामा पनि कति धेरै हाम्रोमा सिमिलरिटिजहरू छ। त्यसै कारणले पनि तपाईँहरूले उहाँको एन्सरमा आउनु अगाडि डाक्टर छिरिङ चाहिँ मेरो पिएचडीको एक्सटर्नल गाइड टिचर पनि हो। सो वी आर गुड फ्रेन्ड्स, वी आर इज माई टिचर। भन्ने मौका पाएँ। मेरो बाले थिएटर खोल्नुभयो पहिलोचोटि, सानो हाइभिजन हल खोल्नुभएको थियो। सुरुको दिन फिल्म हेर्दाखेरि मेरो दाई साथी टिचर्सहरू गाउँको सबै सिनियर्सहरू त्यो बेली बटम प्यान्ट लाउने चलन थियो पहिलाको एक्ट्रेसहरू, लामो कपाल पाल्ने, उहाँहरू सबै त्यही नक्कल गर्नुहुन्थ्यो, हिरो हुने चाहना सबैलाई हुने। तर मलाई चाहिँ दिमागमा के थियो भने त्यो आइडिया त्यही पोइन्टबाट के आयो भने देयर मस्ट बी समबडी कि यो एक्टरहरूलाई यसो गर उसो गर भनेर कोअर्डिनेट गरेर मान्छे कोही होला,
त्यो मान्छे चाहिँ म बन्छु